नेप्से अहिले करेक्सन सकाएर रिबाउन्ड गर्न खोजिरहेको हो कि अझै डिपर कन्सोलिडेसन बाँकी छ? मार्केट अहिले निकै इम्पोर्टेन्ट जोनमा पुगेको देखिन्छ। नमस्कार साथीहरू, स्वागत छ तपाईँहरूलाई आनन्द इन्साइट्समा। आज जेष्ठ 1 गते शुक्रबार म नेप्से इन्डेक्सको डेली एनालाइसिस लिएर आएको छु। हाल नेप्से लगभग 2732 आसपास ट्रेड गरिरहेको छ। चार्ट हेर्दा मार्केट सर्ट टर्ममा विक देखिए पनि ओभरअल स्ट्रक्चर पूर्ण बेरिस ब्रेकडाउन भएको अवस्था भने अझै देखिएको छैन। नेप्से अहिले इएमए 9, इएमए 21 र इएमए 48 भन्दा तल ट्रेड गरिरहेको छ, जसले सर्ट टर्म सेलिङ प्रेसर अझै अलाइभ रहेको संकेत गरिरहेको छ। इएमए स्ट्रक्चर अनुसार इएमए 9 2741, इएमए 21 2758 र इएमए 48 2765 मा रहेको छ। यसले के देखाउँछ भने मार्केटमा अपवर्ड मोमेन्टम कमजोर भएको छ र रिकभरी आए पनि माथि मल्टिपल रेजिस्टेन्स लेयर्स रहेको अवस्था छ। अहिले इएमए 9 र इएमए 21 माथि डिसिसिभली क्लेम नभएसम्म एग्रेसिभ बुलिस कन्टिन्युएसन कन्फर्म भएको मान्न गाह्रो देखिन्छ। आरएसआई अहिले लगभग 44 मा रहेको छ। यो मोमेन्टम विक टु न्यूट्रल जोन हो। बायर्सले स्ट्रेन्थ बिल्ड गर्न खोजे पनि स्ट्रङ मोमेन्टम अझै रिटर्न भएको देखिँदैन। आरएसआई यदि 50 माथि सस्टेन भयो भने मार्केट सेन्टिमेन्ट इम्प्रुभ हुन सक्छ। म्याकडी अझै बेरिस जोनमा रहेको छ। हिस्टोग्राम नेगेटिभ साइडमा भए पनि सेलिङ मोमेन्टम पहिलेको जस्तो एग्रेसिभ भन्ने देखिँदैन। यसले डाउनसाइड मोमेन्टम स्लो हुँदै कन्सोलिडेसन फेज डेभलप भइरहेको संकेत दिन सक्छ। भोल्युम एनालाइसिस हेर्दा रिसेन्ट सेसन्समा भोल्युम ग्रेजुअली ड्राई हुँदै गएको देखिन्छ। प्यानिक सेलिङ धेरै देखिएको छैन, तर स्ट्रङ इन्स्टिट्युसनल एकुमुलेसन पनि अझै क्लियर छैन। मार्केट अहिले वेट एन्ड वाच मोडमा देखिन्छ। ओबिबी अझै पोजिटिभ ब्रोडर स्ट्रक्चरमा भए पनि रिसेन्ट फेजमा साइडवेज टु स्लाइटली विक मोमेन्टम देखिन्छ। यसले एग्रेसिभ एकुमुलेसन भन्दा कसेस पार्टिसिपेसन भइरहेको संकेत दिन्छ। हामी अब कुरा गरौँ इम्पोर्टेन्ट सपोर्ट र रेजिस्टेन्स जोन्सको। सुरु गरौँ सपोर्ट जोन्सबाट। 2680 देखि 2700 को जोन इमिडिएट सपोर्ट रहेको छ भने 2580 देखि 2620 को जोन मेजर सपोर्ट देखिएको छ। रेजिस्टेन्स जोन्सको कुरा गर्नु पर्दाखेरि इमिडिएट रेजिस्टेन्स 2745 देखि 2765 को जोनमा रहेको छ भने मेजर रेजिस्टेन्स 2800 देखि 2850 को जोन देखिएको छ। पोसिबल सिनेरियोजको कुरा गरौँ। बुली सिनेरियो, यदि नेप्सेले 2765 माथि स्ट्रङ ब्रेकआउट गरेर सस्टेन गर्यो भने सर्ट टर्म रिकभरी र्याली स्ट्रङ्गर हुन सक्छ र मार्केट फेरि बुलिस मोमेन्टम बिल्ड गर्ने प्रयासमा जान सक्छ। बेरी सिनेरियो, यदि 2700 सपोर्ट डिसिसिभली ब्रेक भयो भने मार्केट फेरि डिपर करेक्सन फेज तर्फ जान सक्ने रिस्क बढ्न सक्छ। ओभरअल स्ट्रक्चर अहिले फुल्ली बुलिस पनि होइन र प्यानिक बेरिस पनि होइन। मार्केट अहिले कन्सोलिडेसन र डाइरेक्सन डिसिजन फेजमा रहेको देखिन्छ। त्यसैले आउने सेसन्समा सपोर्ट रेजिस्टेन्स रियाक्सन अत्यन्त महत्त्वपूर्ण हुने सम्भावना छ। कुनै पनि स्टकको प्राविधिक विश्लेषण चाहनुहुन्छ भने भिडियोमा कमेन्ट गर्नुहोला। म तपाईको मेसेन्जरमा विश्लेषण पठाउने छु। यस्तै क्लियर इन्डिकेटर बेस्ड नेप्से एनालाइसिस पाउनका लागि आनन्द इन्साइट्ससँग जोडिनुहोस्, लाइक गर्नुहोस् अनि पेज च्यानललाई फलो सब्स्क्राइब गर्नुहोस्। सानो डिस्क्लेमर, यो एनालाइसिस केवल टेक्निकल स्टडीमा आधारित हो। यो फाइनेन्शियल एडभाइस होइन। इन्भेस्टमेन्ट डिसिजन अघि आफ्नो रिसर्च अवश्य गर्नुहोस्। म हुँ आनन्द भट्टराई, आनन्द इन्साइट्सबाट। भेटौँला अर्को भिडियोमा। धन्यवाद।